सबैजनालाई नमस्ते। म यति बेला दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर 10 मा अवस्थित नाभिस्थान क्षेत्रमा आइपुगेको छु। म अहिले ठ्याक्कै यो समीको वृक्षको मुनि छु। ठुलो एउटा रुख छ, समीको रुख, र यहाँ आइसकेपछि पर्यटकहरूले सबैभन्दा पहिले देख्ने भनेको यो ठुलो आकर्षक ठुलो समीको रुखलाई हो। र यो समीको रुखको आसपासमा यहाँ धाराहरू छन्। तपाईले कतिको अदब गर्नुभएको छ। देशका विभिन्न ठाउँहरूमा यो प्रकृतिको धाराहरू देखिन्छन्। यो भलै यो आर्टिफिसियल रूपमा बनेको हुन सक्छ, तर यो पनि यहाँको पहिचानको रूपमा, यी धाराहरू पनि यहाँको पहिचानको रूपमा छन्। र यिनी यस्ता खालका पहिचान दिने र यस्ता खालका यो इतिहासलाई सम्झाउने, हामीलाई फेरि अध्ययन गर्नलाई रुचि जगाउने खालका कतिपय भौतिक संरचनाहरू हाम्रो अगाडि देखियो भनेपछि इतिहासप्रति अझै चासो बढ्छ। अझ के भयो होला हिजोका दिनमा, हिजो विगतका कयौँ वर्ष अगाडि के भयो होला भन्ने त्यो एउटा रुचि, रुझान र एउटा इतिहासप्रतिको आकर्षण पैदा हुन्छ। तपाईलाई म नाभिस्थान क्षेत्रको जहाँ मन्दिरभित्र पानीमाथि दियो बल्छ, पानीमाथि ज्वाला बल्छ भनिन्छ, यो ज्वाला क्षेत्रमा चाहिँ मन्दिरभित्र ज्वाला जहाँ बल्छ त्यतातर्फ प्रस्थान गर्न गइरहेका छौँ हामी। त्यतातिर तपाईलाई लिएर जान चाहन्छु। आउनुहोस् है त। पेट्रोलियम पदार्थ छ भन्ने त्यो पहिचान भइसकेपछि अझै विश्वभरिको ध्यान आकर्षित भएको पाइन्छ। र यो क्षेत्रमा त्यो पेट्रोलियम पदार्थको उत्खननपछि, त्यो पहिचानपछि अझै धेरै पर्यटकहरूको आगमन भएको, अझै यो क्षेत्रलाई भ्रमण गर्ने सङ्ख्याहरूमा बढोत्तरी भएको, अझै विकास भएको देखिन्छ। तपाईँ देख्न सक्नुहुन्छ यो पञ्चकोशी क्षेत्रको ठ्याक्कै ज्वाला बल्ने क्षेत्र यहाँ तल हो। यो हो तल म जहाँ तपाईँलाई देखाइरहेको छु। र यो क्षेत्रमा यसको भित्र चाहिँ ज्वाला बल्छ र वरिपरि तपाईँहरूले मन्दिर देख्न सक्नुहुन्छ जताकतै। यहाँ ठाउँ सबै ठाउँहरूमा मन्दिर छ। यहाँ संस्कृत पनि पढाइ हुने भएको कारणले गर्दा तपाईँहरू स्कुल देख्न सक्नुहुन्छ। एकदमै आकर्षक घरहरू बनेको देख्न सक्नुहुन्छ। पछाडि छ स्नान गर्नको लागि, त्यहाँ कुण्डहरूको निर्माण गरिएको छ। स्नान गर्न भक्तजनहरूलाई सजिलो होस् भन्ने हेतुले, उद्देश्यले। र माथिल्लोपट्टिको त्यो स्कुल हो, स्कुल पनि व्यवस्थित तरिकाले निर्माण हुँदैछ, बन्दैछ। अझै पनि त्यहाँ संस्कृतको पढाइ हुने, यहाँ कतिपय विद्यार्थीहरूले पढि पनि रहनु भएको छ। तपाईँलाई म एकैछिनमा मन्दिरको भित्र बलेको ज्वाला देखाउनेछु। एकैछिन प्रतीक्षा गर्नुहोस् ल। नाभिस्थानको यो क्षेत्रको बारेमा सम्पूर्ण जानकारी दिनको लागि हामीसँग सहायक महन्त शङ्करनाथ योगी हुनुहुन्छ। उहाँसँग हामी यो क्षेत्रका बारेमा, यसका इतिहासको बारेमा, यसको बारेमा के कस्ता पहलहरू भइरहेछन्, यसलाई विश्वव्यापी रूपमा फैलाउनको लागि के कस्ता कामहरू भइरहेको छन्, यहाँको साँच्चैको इतिहास के हो त भन्ने विषयमा अलिकति छोटोमा कुराकानी गर्नेछौँ। तपाईँलाई स्वागत छ। धन्यवाद। यहाँको इतिहास भनेको यहाँ उहिले परमपूर्व कालदेखि सत्यदेवीको नाभि पतन भएको हुनाले यसलाई नाभिस्थान नामाकरण गरी यहाँ नाभि चक्र छ, नाभिस्थान भनिएको। र यहाँ अहिले भौतिक पूर्वाधारदेखि लिएर जिल्ला, प्रदेश, केन्द्रदेखि लिएर जुनसुकै इकाइले खासै राम्रो हिसाबले हेरेको छैन। भौतिक संरचनाहरू नथालिङ्ग छन्, भत्तालिङ्ग छन्। यसको लागि रेखदेख त्यति छैन। म सम्पूर्ण नेपालवासी लगायत देश विदेशमा रहनुहुने नेपाली समाजलाई पनि यो भन्न चाहन्छु कि हाम्रो नाभिस्थान मन्दिरको उजागर गर्नको लागि सबैले हर ठाउँबाट हातेमालो गर्दै अगाडि बढिदिनु होला। पत्रकार साथीहरू लगायत जिल्ला कमिटीका साथीहरू सबै हिन्दू अवलम्बीमा म एउटा अनुरोध गर्न चाहन्छु। त्यो कुराहरूमा सम्बन्धित निकाली ध्यान दिने छ र ध्यान दियोस् भन्ने हाम्रो अपिल पनि छ। तर मलाई विशेष गरिकन अझै यो क्षेत्रको बारेमा जानकारी लिनको लागि र तपाईँले हाम्रो हेरिरहनु भएको दर्शकहरूलाई दिनुपर्ने भएको कारणले गर्दा म हजुरलाई केही कुराहरू सोध्छु। जस्तो हजुर यहाँ कति वर्षदेखि हुनुहुन्छ? म त मेरो जन्मस्थान नै यही नै हो। हजुर होइन? हजुर। घर पनि यही नजिक छ। हजुर। म अहिले यहाँ भित्र प्रवेश गरेको 1 वर्ष मात्रै। 1 वर्ष भयो। यो हामीले प्रस्थान गर्न बित्तिकै समीको रुख देख्छौँ। हजुर। यो समीको रुखको इतिहास चाहिँ के हो? यसको इतिहास भने खर्दा रत्नप्रसाद रिजाल भन्नेले पाल्पाबाट ल्याएर
यहाँ रोप्नु भएको रे है अब हामीलाई त यकिन छैन कति सालतिर कति साल भन्ने पनि छैन 1200 वर्ष पुरानो पनि भन्छन् कसैले कसैले 1300 वर्ष पुरानो भन्छन् तर त्यो यकिन हामीलाई छैन है हामीले जस्तो देख्यौँ अहिलेसम्म त्यही देखेका छौँ हाम्रो बुवा बाजेहरू जस्तो देख्नुभयो त्यस्तै देख्नुभयो यो नाभिस्थान क्षेत्रमा यो मन्दिरहरू यो जस्तो मन्दिरभित्र ज्वाला बलि रहेको छ यो कति 100 वर्ष अगाडिबाट यो अस्तित्वमा रहेको अनुमान छ यो अनुमान भने ठ्याक्कै केही भन्न सकिन्छ जब पाण्डवहरू वनवासी भए त्यति बेला कति थियो सम्बत अब विक्रम सम्बत के थियो त्यो त हामीलाई ठ्याक्कै छैन अहिले लेख पनि छैन त्यो पाण्डवको पालामा बनेका चिजहरू हुन् यी ढुङ्गाका ढोकाहरू हुन् यी जो जति पनि बनेका छन् यहाँका कलाकृति यी पाण्डवको पालामा पाण्डव कहिले जन्मिएका थिए कहिले बनाएका भन्ने त्यो हामीलाई यकिन छैन हजुर अनि अहिले चाहिँ यहाँ हजुरहरूले के कस्तो पूजापाठहरू गरिरहनु भएको छ मन्दिर भ्रमण गर्न आउने नाभिस्थान भ्रमण गर्न आउनेहरूले के कस्तो कुराहरू देखाइरहनु भएको छ भनिरहनु भएको छ हामी त यही हो हामीले खासै त्यति जानकारी छैन हजुर यो उहिले परम्परा कालदेखि बनेका चिज हुन् यो कहिले बन्यो भन्ने पनि यकिन छैन अनि एउटा 1872 बनेको घर त्यो छ एउटा लेखक भेटा छन् अब यो घर कहिले बनेको त्यो पनि थाहा छैन यो कहिले बन्यो त्यो पनि थाहा छैन ज्वाला कहिले बन्यो त्यो थाहा छैन यी बाँसहरू छ जो यो 5 भाइ पाण्डवहरूले ज्वाला उत्पत्ति गरिसकेपछि धनु बाहिर राखेर दर्शन गर्न जाँदा ती 5वटा धनु गएर पलाएको बाँस धनु बाँस भनिन्छ यसलाई खोलाले लग्यो यो 3टा अझै पनि बचेको छ अनि यसको बारेमा अन्य अब खासै अब त्यति जानकारी त छैन अब रेममा मात्रै भयो अब इतिहासमा पनि अब लेखोटमा छैन योगी नरनाथजीले जो भन्नुभएको छ त्यसको संक्षेपमा मात्रै हामीलाई थाहा हो त्योभन्दा पहिला पनि अब हामीलाई थाहा हुने कुरो पनि भयो थाहा पनि छैन मलाई यी इट्टाहरू भयो यहीँ बनाएका हुन् यी अब ढुङ्गाहरू कहीँ यो बढी ज्वाला भनिन्छ यसलाई त्यो पर इन्द्रज्वाला भनिन्छ यो महाकाल भैरव यो सत्यदेवीको नाभि पतन भएको नाभि चक्र भएको यो अनि मनसनाथ मन्दिर यो बढी ज्वाला परको इन्द्रज्वाला अनि यो धुनीघर अनि त्यो कोठार घर यो गौशाला यहाँ गाईहरू बाँध्ने अब त्यहाँसम्म याद छ यो घरहरूभित्र के छ मन्दिरहरू छ कि यसमा यो धुनीघर भनेपछि त्यहाँ अखण्ड धुना छ एउटा पञ्चायन देवता छ उता अरू अब मास्तिर आश्रमहरू यो कोठार घर हो त्यहाँ अन्न भण्डार हिजो बिहान हतकडी नेल जेल बन्दुकहरू यहाँका कुनै पनि घटना घट्यो भने जेल हाल्ने ठाउँ त्यो कोठा छ त्यहाँ नै त्यो भोटा टल्चा लगाएर राखिन्थ्यो हामीले पनि देखायो पछि माओवादी पिरियडमा तहस नहस भयो कहाँ लियो कता गयो अब त्यो त हरायो त्यति बेलै अब त्यहाँभन्दा अरू अब धेरै अब अनुभव यहाँ यो पटुकहरूलाई पनि मैले कहीँ कतै देखिरहेको छु हजुर पढाइ संस्कृत पढाइ संस्कृत पढाइ हुन्छ संस्कृत लगायत अन्य अन्य भन्नाले अन्य भनेर जुन अन्य हाम्रो विद्यालयमा पढाइ हुन्छ नि हजुर त्यो पनि हुन्छ अहिले 12सम्म छ यहाँ ए हजुर हजुर 60-65 जना पटुकर हुनुहुन्छ हजुर उहाँहरू बिहान साँझ संस्कृत पढ्नुहुन्छ अनि दिनमा अन्य इङ्ग्लिस गणित नेपाली विज्ञान भने जस्ता ती पढ्नुहुन्छ अब आगामी दिनमा यो नाभिस्थान क्षेत्रलाई अझै राम्रो बनाउनको लागि पर्यटकहरूलाई अझै धेरै ल्याउनको लागि यो क्षेत्रको भ्रमण गराउनको लागि के कस्तो तयारीहरू गरिरहनु भएको छ त्यो तयारी त हामीले त्यही पर्यटकहरू भिड्थ्यौँ यहाँको प्रभाव बाहिरसम्म फैलियोस् यहाँको प्रचार भयो यो एउटा ओझेलमा परेको ठाउँ हो त्यस कारणले अहिले हामीले जो यो यज्ञ बेला धार्मिक बेला भनौँ त्यो लगायौँ इन्डियाबाट पनि आइरहनु भएको छ उहाँहरू पनि उता पनि फैलाउनुहुन्छ यस्तै गरी प्रचार भएर हाम्रा बाटाघाटाहरू पिजहरू भयो भने अवश्य पनि भक्तजनहरू पाल्नु हुनेछ यसको प्रगति हुनेछ भन्ने विश्वस्त छौँ तर बाहिरीबाट पनि कलाकार साथीहरू लगायत राजनीतिक दलका सम्पूर्णले केही हातेमालो गरिदिनु भयो भने यसको उज्जवल भविष्य अवश्य हुनेछ भन्ने लाग्छ तर गर्नु हुनेछ भन्ने पनि लाग्छ फेरि राम्रो ठाउँमा अवस्थित छ नि हैन माथिबाट जस्तो क्षेत्र छ यताबाट राउतकोट क्षेत्र छ यताबाट दैलेख क्षेत्रहरू भयो हैन सबै कुराहरू कोटिला अझ श्रीस्थान अझै भूमध्य रेखाको बीचमा पर्ने नाभिस्थान हो हजुर बीचमा पर्छ यो बाटो मात्रै झन्डै कति किलोमिटर छ त्यो खोली बजारबाट कति किलोमिटर छ यता यो 5 किलोमिटर 5 किलोमिटर पिच भयो भने लगभग कति राम्रो हुने होला पुल पनि तयार हुँदैछ हजुर यो पुल पनि तयार भइसकेर अनि त्यो पिच भयो भने अनि भक्तजनहरूको आगमन धेरै रहनेछ त्यो आस्थामा छौँ र आशावादी पनि छौँ अनि उहाँहरूले पनि सोच्नु हुनेछ बुझ्दिनु हुनेछ त्यही भन्न चाहन्छु ल धेरै धेरै धन्यवाद एकदम हजुरले पनि केही कुरा भन्न मौका दिएको हजुरलाई पनि धेरै धेरै बधाई छ ज्वाला माताले सर्वदा रक्षा गरून् ज्वाला माताले नै सम्पूर्ण भक्तजनहरूको मन जितेर यहाँसम्म ल्याउने बनाइदिउन्
उहाँहरूले पनि सोच्नुहोस्। हस् हस्। धन्यवाद। यति बेला हामी ठ्याक्कै नाभिस्थानको जहाँ मन्दिरभित्र ज्वाला बल्छ त्यो दृश्य तपाईँले देखाउन गइरहेका छौँ। मसँग आउनुहोस् है। यही क्षेत्र हो जहाँ तपाईँ देख्न सक्नुहुन्छ मन्दिरको भित्र यसरी दीप्तिप ज्वाला बलिरहेको छ। यो कयौँ वर्षदेखि, कति सय वर्ष अगाडिदेखि यो निरन्तर रूपमा बलिरहेको छ। यो तपाईँले नाभिस्थानको दृश्य, यो नाभिस्थानको मन्दिरभित्रको दृश्य देखिरहनु भएको छ। श्रीस्थानमा त्यस्तै छ, कोटिलाहरू भयो, पादुका भयो, यो वरिपरिको क्षेत्रहरू लगभग सबै ठाउँमा पानीमाथि बत्ती बल्ने, पानीमाथि ज्वाला बल्ने कयौँ सय वर्ष अगाडिबाट यिनी दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। र अहिले पेट्रोलियम पदार्थको उत्खनन पनि यही क्षेत्रमा भइरहेको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। र ज्वाला मातासँग ज्वाला जो यो देखिरहनु भएको छ, यदि ज्वालाजीले सबैको मनोकामना पुरा गर्नुहुन्छ भने अहिले तपाईँ जसले यो भिडियो मार्फत हेरेर बसिरहनु भएको छ, यो भिडियो अहिलेसम्म हेर्नु भएको छ, तपाईँ सबैजनाको मनोकामना, तपाईँ सबैजनाले चाहेको कुरा पुरा होस् भन्ने कामना गर्दछु। धन्यवाद।